पुर्खाहरू अझै पनि एउटा कुरा दोहोर्याउँछन्, साँझ परेपछि जङ्गलको सिमानातिर एक्लै कहिले नजानु। त्यो समय मान्छेको होइन, जङ्गलका अदृश्य शासकहरूको हो। धेरैजसोले यसलाई केवल एउटा अन्धविश्वास ठानेर बेवास्ता गर्छन्। केदेमले पनि त्यही गर्यो। तर जब उसले त्यो साँझ जङ्गलको सीमा पार गर्यो, त्यसपछिका 7 वर्ष उसको परिवारले जुन भयानक नरक भोग्नु पर्यो, त्यो सायद तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न। चौपायाहरू घर फर्किसकेका थिए। सबैका गाई भैँसी बाख्राहरू आफ्नो खोरमा बाँधिसकेका थिए। धुवाँको मिठो गन्ध गाउँका छानाहरूबाट माथि उठ्दै थियो। आमाहरूले भान्सामा आगो सल्काइसकेका थिए र बाबुहरू खेतबाट फर्किसकेका थिए। गाउँको एउटा साँझ जसरी हुन्थ्यो, त्यो दिन पनि त्यसरी नै सुरु भएको थियो। तर सबै फर्किसक्दा पनि केदेम भने फर्किएको थिएन। घाम पश्चिमको डाँडाबाट पारी लुकिसकेको थियो। आकाश रातो हुँदै कालो हुन थालेको थियो। केदेमकी आमा नुन्तली आँगनमा उभिएर जङ्गलको सिरानतिर हेर्दै थिइन्। उनको छातीभित्र कुनै अनौठो भारी थियो। त्यो भार के थियो उनले भन्न सक्दिनथिन्, तर त्यो भारले छाती थिच्थ्यो। हरेक साँझ यस्तै हुन्थ्यो जब केदेम ढिलो हुन्थ्यो, तर आज त्यो भार अलि बढी नै थियो। केदेम उनले पटक पटक यसरी नै पुकारिन्। जङ्गलबाट कुनै आवाज आएन, केवल हावाको सुस्केरा मात्र आयो। केदेम त्यो दिन बिहानदेखि नै अलि गुमसुम थियो। खाना खाँदा पनि बोलेन र आमाले सोद्धा केही भएको छैन आमा मात्र भन्यो। विद्यालय जाने उमेरको केदेम 10 वर्षको मात्र थियो, तर ऊ साथीहरूसँग खेल्नुभन्दा बढी एक्लै बस्न रुचाउँथ्यो। जङ्गलको छेउमा ढुङ्गामाथि बसेर घन्टौँ ओझेल पर्ने बादलहरू हेर्थ्यो। पानीको मुहान खोज्दै ऊ माथि माथि जान्थ्यो। गाउँका केटाहरूले उसलाई अनमिलुवा भन्थे, तर नुन्तलीका लागि त्यो अनौठोपन नै आफ्नो छोराको सबभन्दा राम्रो गुण थियो। साँझ झन गाढा हुँदै गयो। अँध्यारो जङ्गलबाट उड्दै गाउँतिर आउने चराहरूको आवाज बन्द हुन थाल्यो। दिउँसोभरि क्यार क्यार गर्ने भ्यागुताहरू पनि चुप्प लागे। गाउँको दोभानको कुकुरले एकाएक रोइरहेको आवाज सुनियो। लामो र कराउँदो त्यो आवाज सुनेर नुन्तलीको जिउमा काँडा उम्रियो। सबैतिर सुनसान थियो। केदेमका बाबु धनसिंह खेतबाट भर्खरै फर्किएका थिए। उनी दलानमा बस्दै थिए, पाउमा लागेको हिलो पखाल्दै। नुन्तली हटबडाएको देखेर हन के भयो भन्यो। केदेम आएको छैन अझै, नुन्तलीले भनी। धनसिंहले आकाशतिर हेरे। ताराहरू निस्किसकेका थिए। उनको मुख एकछिन तलतिर भयो। जङ्गलतिर गयो होला, आउला अहिले, धनसिंहले भने। खै घाम डुबिसक्यो, नुन्तलीले भनी। दुवैजना केही नबोली उभिए। जङ्गलबाट चिसो हावाको एउटा लहर आयो। त्यो हावामा जङ्गलको गन्ध नभएर अलि भिजेको माटोको, अलि सडेको पातको र कुनै अज्ञात जडीबुटी मिसिएको गन्ध आइरहेको थियो। नुन्तलीले नाक थुनिन्। म जङ्गलतिर जान्छु, धनसिंहले भने। एक्लै नजाऊ, नुन्तलीले भनी। छिमेकका मान्छे लिएर जान्छु, धनसिंहले भने। तर धनसिंहले जङ्गलको बाटो समात्नै लागेका के थिए। 5 घर परका ठुल्दाजु बुधबहादुरले आफ्नो आँगनबाट भने, ए धनसिंहे, केदेम आयो? आएन हौ दाजै, खोज्न पो जान लागे, धनसिंहले भने। होइन, मैले साँझतिर जङ्गलको किनारमा देखेको थिएँ है। धनसिंहले जङ्गलको मुखतिर हेरे। अँध्यारोले त्यो मुख ढाकिसकेको थियो। त्यहाँ रुखहरूको पहिलो लहर मात्र देखिन्थ्यो। त्यो रात केदेम घर फर्किएन। गाउँलेहरूले मसाल बालेर खोज्न खोजे। धनसिंह, बुधबहादुर र 3-4 जना जवान केटाहरू जङ्गलभित्र पसे। मसालको उज्यालोले ठुलो रुखको बीचमा झिलिमिली पार्थ्यो। छायाहरू लम्बिन्थे र घुम्थे। मान्छेहरूले केदेमको नाम लिएर यताउति खोजे, तर जङ्गल मौन थियो। उनीहरूले जहाँ जहाँ केदेम जान सक्थ्यो भन्ने ठाने। ती सबै ठाउँ खोजे। पानी पिउने ठाउँ, उसले मन पराउने ढुङ्गाको पाटो, जङ्गलमा उझेल भएको सानो खोला, तर ऊ कतै थिएन। घन्टौँ बित्यो। गाउँका अरू मानिसहरू पनि थपे। बिहानसम्म खोजियो, तर केदेम भेटिएन। भोलिपल्ट बिहान गाउँका धामीलाई बोलाइयो। धामी 7 पुस्ते परम्परा बोकेका किराँत, मुन्दुम जान्ने र देउता तथा भूत प्रेत दुवैसँग कुरा गर्न सक्ने व्यक्ति थिए। उनी आएर जोखाना हेरे। जोखानामा के पो देखियो नि अधुवा, धनसिंहले सोधे। धामीले सोझै भनिदिए,
बन्झाक्रीले लग्यो तिम्रो छोरोलाई। यो सुनेर नुन्तली त रुन थालिन्। धत नरौ, धामीले भने। बन्झाक्रीले सबैलाई लाँदैन। जसमा शक्ति हुन्छ, जसमा संसारको दुःख हेर्ने योग्यता हुन्छ, तिनैलाई लाँदछ। तिम्रो छोरा साधारण होइन रहेछ, त्यसैले नखोज। बन्झाक्रीले आफै छोड्छ। कहिले छोड्छ अधुवा? धनसिंहले सोधे। धामीले केही भनेन। उनले फेरि आँखा चिम्ले र केही क्षण त्यसै रहे। महिनौँ वा वर्षौँ वर्षमा म ठ्याक्कै भन्न सक्दिनँ, धामीले भने। त्यो शब्द सुनेपछि एकाएक सन्नटा छायो। उता केदेमले आँखा खोल्दा अँध्यारो थियो, पूर्ण अँध्यारो। त्यस्तो अँध्यारो जुन उसले जीवनमा कहिल्यै देखेको थिएन। उसले हात अगाडि लम्ब्यायो, हात देखिएन। उसले चारैतिर हात ठकठक्यायो, चारैतिर ढुङ्गा थियो, भुइँमा बालुवा र सुकेका पातहरू थिए। ऊ गुफाभित्र थियो। झिसमिसे उज्यालो एउटा दिशाबाट आउँदै थियो। केदेम त्यतातिर सर्न थाल्यो। उज्यालो बढ्यो र गुफाको मुखबाट बाहिर हेर्दा ऊ अचम्मित भयो। त्यहाँ जङ्गल थियो, तर त्यो जङ्गल उसको गाउँको जङ्गलभन्दा फरक थियो। रुखहरू अझ अग्ला थिए, पातहरू अझ हरिया र जमिन अझ मलिलो थियो। त्यसपछि केदेमले पहिलो पटक उसलाई देख्यो। गुफाको अगाडि एउटा ढुङ्गामा बसेको छोटो कदको पुरुषाकार आकृति थियो। शरीरभरि मसिना सुनौला रौँहरूले ढाकेको थियो। आँखाहरू तेजिला र चम्किला थिए, मान्छेका आँखा जस्ता, तर अझ गहिरा। हातमा एउटा सानो ढ्याङ्ग्रो थियो, जुन उसले बिस्तारै थपथप्याइरहेको थियो। त्यो वास्तवमा बन्झाक्री थियो। त्यहाँ एउटा अजीब शान्ति थियो, धेरै नै अजीब। बन्झाक्रीले ढ्याङ्ग्रो बजाउन छाड्यो र केदेमतिर हेऱ्यो। बन्झाक्रीले केदेमलाई केही खान दियो। सानो पातको दुनाभित्र कुनै जडीबुटीको झोल थियो। त्यो झोलको रङ गाढा खैरो थियो, गन्ध कडा र तितो थियो। पिउ, बन्झाक्रीले हातले इसारा गर्यो। केदेमले पियो। एक घुट, दुई घुट। तेस्रो घुटमा उसको आँखाभित्र आगो बले जस्तै भयो। उसले खोक्यो र उसलाई पसिना आयो। गुफाका ढुङ्गाहरू एकाएक घुमे झैँ भए। बन्झाक्रीले हेरिरह्यो। केदेम भुइँमा ढल्यो, तर बेहोस भएन। आँखा खुल्लै थिए र छाती धकधक गरिरहेको थियो। त्यसपछि बिस्तारै त्यो जलन शान्त भयो। छाती सफा भए झैँ भयो र टाउको हलुको भयो। ऊ उठेर बस्यो। दिनहरू बित्न थाले। केदेमलाई त्यहाँ समयको ज्ञान थिएन। बन्झाक्री कहिले बिहानतिर आउँथ्यो त कहिले रातको अँध्यारोमा, तर उसले हरेक पटक केही न केही सिकाउँथ्यो। केदेम बस्थ्यो र सुन्थ्यो। सुरुमा उसले केवल हावाको आवाज, चराको आवाज र खोलाको कलकल मात्र सुन्थ्यो। अझ गहिरिएर सुन, बन्झाक्रीले भन्यो। केदेम थप ध्यान दिन्थ्यो अनि बिस्तारै ती आवाजहरूको तहमुनि अरू आवाजहरू पनि सुनिन थाल्थे। रुखका जरामा पानी बगेको आवाज, जमिनमुनि किराहरूको चाल र टाढा, धेरै टाढा कुनै जनावरका पाइलाको आवाज। यो सुनिस्, बन्झाक्रीले भन्यो। सुने, दुईजना मान्छे टाढा छन्, केदेमले भन्यो। बन्झाक्रीले टाउको हल्लायो। तीनजना मान्छे हुन्। तेस्रो मान्छेको खुट्टामा चोट छ, ध्यान दिएर सुन। केदेमले यसरी नै अलौकिक ज्ञानहरू सिक्दै जान थाले। महिनाहरू बित्दै गए। बन्झाक्रीले केदेमलाई जङ्गलका जडीबुटीहरू चिन्न सिकायो। कुन पातले घाउ निको पार्छ, कुन जराले ज्वरो हर्छ, कुन फलले रगत बन्द गर्छ र कुन बोक्राले विष तान्छ। यो ज्ञान हातले छोएर, नाकले सुँघेर, जिब्रोले चाखेर सिक्नु पर्थ्यो। बन्झाक्रीले दिने दीक्षा यस्तै थियो, प्रश्न र उत्तर होइन, अनुभव र केवल अनुभव मात्र। बन्झाक्री केदेमको अगाडि आयो र गुफाको कुनामा राखेको एउटा सानो ढ्याङ्ग्रो उठायो। त्यो ढ्याङ्ग्रो सानो थियो, केदेमको हातमा अटाउने खालको, तर त्यसको रङ गाढा थियो, कुनै पुरानो छालाले बनेको जस्तो। केदेमले हात अगाडि बढायो र ढ्याङ्ग्रो उसको हातमा पर्यो। हातमा पर्ने बित्तिकै केदेमले महसुस गर्यो एउटा कम्पन। त्यो कम्पन हातबाट पाखुरामा, पाखुराबाट छातीमा, छातीबाट टाउकोमा पुग्यो। अब यसलाई बजा, बन्झाक्रीले इसारा गर्यो। केदेमले एक पटक प्रहार गर्यो। ढुम्म, त्यो आवाज गुफामा गुन्जियो। त्यो सामान्य ढ्याङ्ग्रोको आवाज जस्तो थिएन। त्यो आवाजमा कुनै गहिराई थियो, मानौ जमिन नै बोल्यो। के सुनिस्, बन्झाक्रीले भन्यो। ढ्याङ्ग्रोको आवाज, केदेमले भन्यो। अझ ध्यान दे।
केदेमले ध्यान दिएर सुन्यो। त्यो आवाजको गुन्जनमा केही थियो जसरी कोही बोलिरहेको छ, तर शब्दमा होइन, कम्पनमा। देउताहरूले सुन्छन् यो आवाज? केदेमले सोध्यो। देउता मात्र होइन, सब थोकले सुन्छ। रुखहरूले सुन्छन्, माटोले सुन्छ र अदृश्य संसारले सुन्छ। यो ढ्याङ्ग्रो बज्दा दुई संसारबीचको बाटो जोडिन्छ। त्यसपछि जे बोलाउँछस् त्यही आउँछ, बन्झाँक्रीले भन्यो। दोस्रो वर्षमा बन्झाँक्रीले लिसो बनाउन सिकायो। त्यो लिसो साधारण थिएन। जङ्गलको एउटा विशेष रुखको चोप, मन्त्रिएको पानी र बन्झाँक्री आफैले फुकेको मन्त्र, यी तीन थोकको मिश्रणबाट त्यो बनेको थियो। त्यो लिसो हातमा लगाउँदा औँलाहरू टाँसिन्थे, तर आफै छुटाउन पनि सकिन्थ्यो। तन्काउँदा त्यो धागो चाहिँ तन्किन्थ्यो। यो के हो? केदेमले सोध्यो। पासो, बन्झाँक्रीले भन्यो। कसका लागि? केदेमले सोध्यो। आँखाले नदेख्नेहरूका लागि, बन्झाँक्रीले भन्यो। केदेमले बुझ्न खोज्दै भन्यो। भूतप्रेत? जो मान्छेको संसारमा आउँछ तर मान्छेले देख्दैन, मान्छेलाई दुःख दिन्छ, जो भड्किएको हुन्छ, बन्झाँक्रीले भन्यो। लिसोले कसरी काम गर्छ? केदेमले सोध्यो। मन्त्र लगाएर हावामा छोडिदिनुपर्छ। यसले जीवित आत्मा र भड्किएको आत्माको बीचमा उभिएर बाटो छेक्छ। तेस्रो वर्षमा धनुकाँड हान्ने पालो आयो। त्यो धनुकाँड जङ्गलको एउटा विशेष काठबाट बनेको थियो। त्यो काठको नाम केदेमले कहिले थाहा पाएन। तादोमा काँड चढाउँदा अनौठो ध्वनि निस्कियो। केदेमले धनु तान्यो। मन्त्र भन्दै तान, बन्झाँक्रीले भन्यो। केदेमले बन्झाँक्रीले सिकाएको मन्त्र सुरु गर्यो। जङ्गलको भाषामा 7 नदी, 7 थुम, 7 देउराली पुकार्यो। ताँदो छाड्यो। काँड बत्तिएर गुफाको पर्खालमा लाग्यो र गुफाको पर्खालमा पुगेर अदृश्य भयो। वर्षहरू बित्दै गए। केदेमको शरीर बदलियो। सुरुमा ऊ दुब्लो र कोमल बालक थियो। वर्षहरूले जङ्गलको आहार, जडीबुट्टीको थोपा र बन्झाँक्रीको मन्त्रले गर्दा उसको शरीर बलियो बन्दै गयो। उसका आँखा बदलिए। पहिले बालसुलभ निश्चल आँखा थिए, अब त्यहाँ एउटा गहिराई आइसकेको थियो। उसको सुन्ने शक्ति असाधारण भयो। निरन्तरको अभ्यासले गर्दा ऊ कोसौँ टाढाको आवाज ठम्याउन सक्ने भयो। जङ्गलको एउटा कुनाबाट सानो खरायोको पाइलाको आवाज, टाढा नदीमा कलकल गर्ने पानीको आवाज, कहिलेकाहीँ रातको समयमा ऊ मान्छेहरूका आवाज पनि सुन्थ्यो। टाढाबाटै मान्छेको मनको कुरा सुन्न सक्ने बन्यो। अनि कहिलेकाहीँ उसलाई आमाको आवाज सुने झैँ लाग्थ्यो। ती रातहरूमा ऊ गुफाको मुखमा बसेर आकाश हेर्थ्यो र उसको मन भारी हुन्थ्यो। 7औं वर्षको अन्ततिर एक दिन बन्झाँक्री नजिकै आयो र केदेमको हातमा 3वटा थोक थमाइदिए। ढ्याङ्ग्रो, लिसो र धनुकाँड, यी तीनै कुरामा केदेम पारङ्गत भइसकेका थिए। यी सबै कुरा तेरा हुन् अब, बन्झाँक्रीले भन्यो। केदेमले ती वस्तुहरू हातमा लियो। यी अस्त्र शक्तिशाली छन्, तर शक्ति आफैमा केही होइन जब शक्ति प्रयोग गर्ने मनसाय सही र सत्य हुँदैन। सही हुनको लागि वा सत्यको लागि मात्र शक्ति प्रयोग गर्नुपर्छ, बुझिस्? बन्झाँक्रीले भन्यो। केदेमले बिस्तारै टाउको उठाएर दीक्षा लियो। त्यसपछि बन्झाँक्रीले केदेमको निधारमा बुढी औँठा राख्यो। हेर्दा हेर्दै उसको आँखा बट्टारिन थाल्यो। ऊ बिउझँदा गाउँको जङ्गलको किनारमा सुतेको पायो। एकछिन त छक्क पर्यो। ओढारको संसार र अहिले भएको संसार बिल्कुलै फरक पायो। कान बज्यो, आँखा तिर्मिरायो। केदेम गाउँको बाटो हिँड्यो। हिँड्दा हिँड्दै उसले बुझ्यो 7 वर्षको अवधिमा जङ्गल बदलिएको थिएन। रुखहरू उहीँ थिए, खोला उहीँ थियो र ढुङ्गाहरू पनि उहीँ थिए। बदलिएको त केवल केदेम थियो। जुन बाटो पहिले घना र अँध्यारो लाग्थ्यो अहिले स्पष्ट देखिन्थ्यो। जुन आवाज पहिले मिसिएको सुनिन्थ्यो अहिले छुट्टा छुट्टै ठम्याउन सकिन्थ्यो। जुन गन्धहरू पहिले एउटै लाग्थे अहिले ती एक एकवटा चिन्न सकिन्थ्यो। ऊ गाउँको सिरानमा आएर रोकियो। तल गाउँ देखियो, धुवाँ उठिरहेको थियो। कुकुरहरू भुकिरहेका थिए र बच्चाहरूको चिच्याहाट सुनिन्थ्यो। देउरालीमा एउटा आकृति देखियो, लामो कपाल भएको, कम्मरमा केही बाँधेको, पिठ्यौँमा कुनै अस्त्र भिरेको र हातमा ढ्याङ्ग्रो बोकेको। त्यो आकृति बिस्तारै तल ओर्लिन थाल्यो। गाउँ पुगेपछि मान्छेहरूले हेरिरहे। ऊ नजिक आयो र नजिक आएपछि गाउँलेहरूले उसको अनुहार देखे। 10 वर्षको बालक अहिले 17 वर्षको तन्नेरी भएको थियो।
अनुहार फेरिएको थियो, शरीर बदलिएको थियो, तर आँखाहरू उस्तै थिए। ती आँखाहरूमा त्यही पुरानो चमक थियो। कसैले चिन्यो त कसैले चिनेन। केदेमको आमा नुन्तलीले छोरालाई अँगालो हालिन्। केदेमले पनि आमाको खुट्टा छुन खोज्यो। गाउँको झाँक्रीले पहिला नै भविष्यवाणी गरिसकेका थिए, केदेम असाधारण छ, ऊ ठुलो झाँक्री बन्नेवाला छ। त्यही वचन सुनेर छोरालाई गरिबस्ने नुन्तली आमाले बढी दुःख मानेनन्। उनले भनिन्, "तँ अब देउताको छोरा भइस्।" घर फर्केको दिन केदेमले ठुलो चिन्ता बसाले। आफ्नो गुरुले सिकाएको शक्ति देखाए। त्यसबेला पुरै गाउँ जम्मा भएको थियो अनि सबैले माने वनझाँक्रीले लगेको मान्छे चान्चुने झाँक्री हुँदैन। दिनलाई रात पार्न सक्छ, घामलाई छेक्न सक्छ, पानीलाई रोक्न सक्छ।